Hello everybody, welcome back to my channel. Today's vlog, I'm shooting at 10th June, 8:05 at the moment. As a हाम्रो special invitation, my side of family, my brother, my mom and dad ko लागि छ. We are waiting for my parents. My mom is already here. She was here since the afternoon. Dad is about to arrive. I think he is gonna be arriving in about like 5 minutes. I'll show you all of the details from their end as well. So Ansar, आजको special dinner invite को लागि what are we cooking? के छ आजको menu मा? Paneer. Received a call. My dad is already here. Seeing him after such a long time. Yeah, here is my dad. Welcome, welcome. Cameraman, no. Just saw my dad has arrived. My brother is yet to come. So here's Papa. Here's Ansarul and Mommy. Mommy, hi Bandinu. So the whole long tiring cooking session recording in here, which resulted in paneer looking like this. Looks yummy already. So alongside paneer, we had marinated mutton overnight. And for the dessert, everyone's favorite ice cream was there. So Baba, how do you feel 18 by sasra aunga 18 by sasra aunga kasto lagiरहेछ? So here is my very fun-loving, sweet mom. So चाहिँ उहाँ चाहिँ सबैजनाको favorite actually. Unpack about my husband is खासै कुराहरू बिर्सिनु त हुँदैन, तर when he does, त्यो मेजर कुरा नै हुन्छ. लाइक उहाँले बाइकमै चाबी बिर्सिसक्नु भएको छ and he's been finding it all over the house. And I just saw अघि जाँदाखेरि it's in his bike only, so let's prank him. So you see, यही छ. Let's take this and go teach him a lesson. पायो बाबा साँचो? पायो? साँचो पायो? कहाँ राखेको थियो? How do you know बाइकमै छ? म गएको भएर you realized it. Comes my brother as well. Welcome, welcome. के छ हाल खबर? कस्तो लाग्दैछ मम्मी ज्वाइँको हातको खाना खाना पाउनुहुन्छ? कस्तो पकाउँछ उहाँले? मैले हाम्रो भ्युअर्सलाई एकदम मिठो पकाउँछ भनेर चाहिँ यसलाई भ्यालिडेट गरिदिनु त. एकदम राम्रो पकाउँछ. भयो भयो बिगार्ने होइन. सास तान्नु ढङ्ग प्रणाम त्यसरी हुँदैन. पहिलो सुरु बेसुरा गाई पनि दे गा न. मोहम्मद रफी अरे अन्साल यसमा केही भन्नुहोस्. तिमीलाई मोहम्मद रफी अरे हो. बजाइदिनु साह्रै प्लिज. यसलाई सिकाइदियो. अलिकति ट्युटर लेसन दिऊ न. त्यो लेफ्टी होइन, त्यसलाई बजाउनै आउँदैन. लेफ्टी न राइटी बजाउन आउनु पऱ्यो नि सुरु. ल सेकेन्ड ट्राई. ल ल यसमा कतिजनाले बेट लाउनुहुन्छ कि यसले बजाउनु सक्छ? कतिको बेट लाउनुहुन्छ? 5 रुपैयाँ. तिमी कतिको बेट लाउँछौ भा यसले तबला बजाउनु सक्छ भनेर? नफुटा यार प्लिज. नागार्जुनको त्यो परेड हुन्छ नि हाम्रो, याद छ? घटेर चाहिँ 81 हो. ओहो चियरअप चाहियो है. ओए मम्मीले बजाएको सुन न. पापा त्यहाँ बेहोस भइरह होला. छैन अहिलेसम्म चाहिँ छैन. हामीलाई बजाएर पुगेन कि तपाईँ गिटार बजाइरहनु भएको छ मोमो. भन त हुन्छ.
अलरेडी बिहा गरेर 7 वर्ष त म त्यो 7 के हुन्छ 7 जन्म 7 दिनसम्म भइसक्यो फेरि बिहा गरेर 14 वर्ष फेरि 14 पास 14 दुईटा तरिकाले भएको 14 पहिले भइसक्यो त्यस्तो हो तपाईँको इधर उधर जोडका बोल्नु न अलरेडी 14 के अरे भइसक्यो जन्मसम्म चाहिँ अलरेडी टेन्सन छ सेन्टरमै हुनुहुन्छ कस्तो ब्युटिफुल टेन्सन पाए के छ यो कुरामा हजुरहरूको कमेन्ट ओइ त डायटमा हैन ए म डाइटमा हो यो के खालको डायट हो आइसक्रिम्स फ्राइड थिङ्स त्यस्तो डाइटमा हो सबको फोटो छ हौ मेहन्दी दिनको म चाहिँ अब त्यो दिन अलिकति इम्पोर्टेन्ट नै थियो यसले क्यामेराम्यानहरूलाई घुस पाएको हो होस् पाएको होइन पैसा दिएको हो पेमेन्ट नै दिएको हो त्यो कुरालाई। मेरा फोटो लेना फिर अप्लाई सबैजना अप्लाई आफ्नो फोटो भए पुग्छ तपाईँ कहाँ हुनुहुन्थ्यो गाई यसले पहिले भनेको छ कि तपाईँ पुरै कस्तो मैले सबको फोटो खिच्न भने हो मैले त झन् प्रायोरिटी पनि दिएको यो मेरो दाइ हो यो मेरो यो मेरो यो भनेर ए हो देखिरहेको छु म फोटो प्रायोरिटी अन्सारको फोटो भेटिस् पहिला सुरु त्यो त तेरो साइडमा भएर देखिराख्नु भएको छ नत्र एक्लै बिहे हुने अनि तेरै हुने मैले के एउटा क्यामेराको फोटो हेरेको छु होइन दिएको अन्सारको एउटा पनि फोटो छैन कि एउटा लिटरली एउटै फोटो छैन त्यो चिन्टुसँग पनि फोटो राम्रै आएको यो छ यो कस्तो माइजू जस्तो देखायो हेर्नु त ठ्याक्कै त आफ्नो मम्मी ऊ मम्मी जस्तो देख्दैन नि जसको जन्मेको ल फाइनली खाना पाक्यो ल कस्तो लागिरहेछ दाइ ल बाई गुड नाइट के को ठिक छ ल बाई Again, good morning. I'm shooting this vlog the next day because yesterday was very exhausting. As soon as my parents left, we basically went to bed, straight to bed. Now here I'll be ending my vlog. I hope you are all liking it. Let me know in the comment section below if you have any such video recommendations. We have a large family, just like with every vlog I think I'll be covering. I'll get back to you soon. Till then, please hit the like button, share the videos with your family and friends, and hit the subscribe button. Lots of love. Bye bye.